हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी यसो कपडा सपडा धुन आएको। कस्तो कपाल बिग्रेको होला खै, कपाल काटेर यस्तो ह्यान्डसम बनिदिउँ कि भनेर। यो चाहिँ हाम्रो घरको राजा भनौँ, फटा अझ हाई गर्दैछ। हेर न, हाई गर्दै। उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ, कसै टाउकोमा कपडा हालेर बस्नुभएको छ। यसो अब खोलातिर गइदिउँ, कपडा सपडा धुम कि भनेर हिँडेको। अब एल मजाक गरेर हेर्नु न के गर्छ। यता आइज भने उता जान्छ। हेर्नु के गर्ने गाइज, यस्तै छ। इक्जाम दिएर बसेको मिनी ब्लग, आज फर्स्ट ब्लग हो भनौँ। ल लास्ट तान्दे लास्टमा त हेर्दा त्यस कच्चा कसैलाई गाह्रो छ। फर्स्ट ब्लग हो, अब धेरै कुरा भन्न त जान्दैन बारे। यो चाहिँ हाम्रो घरको कुकुर, वफादारी एकदम एक नम्बर बन्या मान्छ। आइज भने आइज। ल म हजुरहरूले बाँकी कुरा अघि गएर देखाउँछु। ल गाइस, ल त फेरि पनि आइसकेको छु र यसो पसलतिर जाम। आज चटपटे खान मन लाग्यो भन्दै हुनुहुन्थ्यो दिदीले। चटपटे लिन जान आँटेको। कस्तो राम्रो छ कि हाम्रो गाउँको जङ्गल चाहिँ। जङ्गल पनि नभनौँ होला, नर्सरी चाहिँ एकदम राम्रो भयो। हेर्दाखेरि पनि अब सुकेनास भेडाको बडी देखाइदिउँ भनेको। बडी त कहाँ छ र पारे। यो चाहिँ हाम्रो गाउँको पुल पर्छ है, कट्टोवाला पुल पर्छ। म हजुरहरूलाई अलि माथि गएर देखाउँछु है। एकछिन वेट गर्नुहोस् कि आइज। अब के गर्ने, अब फर्स्ट मिनी ब्लग हो। अब राम्रो त खासै राम्रो त बोल्न नजानौँला, पनि माया अनि सपोर्ट गरिदिनु ला। अब म चाहिँ माथि गएर हजुरहरूलाई अब अलिकति भयो भने पुल देखाउँछु। हेरिदिनुहोस् योस्, कस्तो गर्मी छ भने चाहिँ कुरै नगर्नु क्या। पसिना आएर मान्छेको हालत खराब भइदियो क्या, दोकान जान नि मन नलाग्ने जस्तो। यस्तै छ। अब म माथि गएर यसो देखाइदिन्छु। ल कति उकालो पर्छ भने आइसक्यो। फाइनली यो चाहिँ हाम्रो कट्टोखोला पुल हो। म हजुरहरूले बाँकी कुरा पसल गएर देखाउँछु गाई। ल फाइनली चटपटेको सामान पनि आइसकेको छ। ल चटपटे भुजाहरू, रोटीहरू, सो अब सामान लिएर अब आइसकेको छु। धेरै नै खुसी लागिरहेको छ, आज चटपटे खाने अवसर पाइएको छ। नत्र भने चाहिँ घरमा अलिक कराउनु हुन्थ्यो। आजको मिनी ब्लग यहीँ अन्त्य गरौँ। के कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। खासै राम्रो त छैन होला, त्यही पनि माया गरिदिनु होला।